म आज खाना खान्न है, तिमी खाऊ न, भइहाल्यो नि। मैले खाएँ नखाएँ के फरक पर्छ तिमीलाई? भो म तिमीसँग बोलेर जित्न सक्दिनँ। तिमीलाई नजितिकन हुँदैन, जित्न सकेन भने रोयो अनि भइहाल्यो। रोइदिएपछि सबै कुरो भइहाल्छ। त्यही त तिमीलाई मात्र उठ्छ रिस, मलाई रिस उठ्दैन। म त मान्छे होइन, मेरो त मनै छैन। सबै तिम्रै दुख्छ मन। मेरो मन त ढुङ्गाको। हामी केटा मान्छेलाई पो रुन आउँदैन। पहिले बिहे गर्नुभन्दा अगाडिको तिमी र अहिलेको तिमीमा धेरै फरक पाइसकेको छु मैले। तिमीले आफूलाई चेन्ज गर्नुपर्छ जस्तो लाग्छ मलाई। मोबाइलमा झुन्डिराउ न, मोबाइलमा झुन्डिराउ, मोबाइलमै आउँछ त सबै कुरा। म कहाँ गएँ, के गरेँ, के खाएँ, किन चाहियो तिमीलाई? सबै मोबाइलमा आउँछ, मोबाइलमा हेर न। तिम्रो दुईटा फेसबुक रहेछ त। एउटा फेसबुक चाहिँ किन मलाई ब्लक गरेको? एउटा फेसबुकबाट मलाई ब्लक गर्नुपर्ने कारण के थियो? मैले नि अर्को खोलेर थाहा पाएको। त्यो बुढा पाउन त हेर 7 जन्म तपस्या गर्नुपर्छ तिमीले। र मैले तिमीलाई नभने मात्र, तर तिमीले मेरो चित्त चाहिँ अहिले एक दिन बिराएर दुखाइरहेको छ क्या। म सकेसम्म मनभित्रै पीडाहरू लुकाएर बसिरहेको छु होइन। त्यही त तिमीसँग त बोलेर कसले जित्न सक्छ र? तिमीलाई नजिती हुँदैन। जित्न सकेन भने रुने हो, रोएपछि अनि आफ्नो गल्ती केही नै देखिँदैन। तिम्रो बानी कसलाई थाहा नभएर पहिलेदेखि थाहा खाँदै खाने।